डिस्कसिङ अबाउट सेट म चाहिँ सेटको बारेमा डिस्कसन गर्न गइरहेको छु। मेनली चाहिँ हामीले सेटमा जान्नुपर्ने कुरा चाहिँ यति नै हो। युनियन, इन्टरसेक्सन, डिफरेन्स, कम्प्लिमेन्ट र सिमेट्रिक डिफरेन्स। यति भयो भने 9 क्लासको लागि इनफ पनि हुन्छ। अब सबभन्दा सुरुमा चाहिँ हामी युनियनको कुरा गरौँ। युनियन भन्नाले हामीले कम्बिनेसन बुझ्ने कि। जस्तै ए को पनि पर्यो, बी को पनि पर्यो। जस्तै यो ए को सबै एलिमेन्ट पनि परे, सँगसँगै बी को सबै एलिमेन्ट पनि परे। भने यस्तोलाई चाहिँ हामीले ए युनियन बी अब युनियनलाई चाहिँ यो यु सिम्बलले डेनोट गरिन्छ। ए युनियन बीले डेनोट गरिन्छ ओभरअल चाहिँ। त्यस्तै गरी अर्को कुरा चाहिँ इन्टरसेक्सनको बारेमा। अब इन्टरसेक्सन भन्ने बित्तिकै के बुझ्ने त जस्तै हामीले कमन एलिमेन्ट भनेर पढ्यौँ नि क्लास 8 सम्ममा। कमन एलिमेन्ट जस्तै एमा पनि पर्ने, बीमा पनि पर्ने। दुइटै कमन एलिमेन्टले हामीले बीचमा लेख्थ्यौँ। हो यो बीचको भाग नै के हो त इन्टरसेक्सन हो। त्यस्तै गरी अर्को चाहिँ छ डिफरेन्स। अब डिफरेन्सको अर्थ के त? अब जस्तै डिफरेन्स पनि 2 टाइपको डिफरेन्स मैले यहाँ दिएको छु। जस्तै पहिलो छ ए माइनस बी। अब जस्तै ए माइनस बी भन्नाले के बुझ्ने त? अब एमा भएको तर बीमा भएको लिन पाइएन। जस्तै ए सर्कल त यो पनि हो। तर जुन हाम्रो यो बीमा भएको यो पार्ट छ नि यसलाई लिन पाइएन भनेपछि यति मात्र रहने भयो। यो चाहिँ ए माइनस बी भयो। त्यस्तै गरी नेक्स्ट छ बी माइनस ए यो पनि डिफरेन्स नै हो। अब यो कसरी बुझ्ने भने जस्तै अब बी को पार्ट त हो, तर यसमा ए को पार्टलाई चाहिँ रिड्युस गर्नुपर्यो। मतलब यो भाग मात्र रहने भयो, यो भाग चाहिँ रहने भएन। यसलाई हामीले सिमेट्रिक डिफरेन्स यानि कि बी माइनस ए भन्छौँ। अब अर्को छ कम्प्लिमेन्ट। अब कम्प्लिमेन्ट बुझ्नेलाई सबभन्दा मेन कुरा जस्तै ए कम्प्लिमेन्ट, बी कम्प्लिमेन्ट बुझ्नुपर्यो। अब ए कम्प्लिमेन्ट भनेको जस्तै यो यति ए हो नि, अब यो ए बाहेकको सबैलाई हामीले ए कम्प्लिमेन्टै ग्रहण गरिन्छ। त्यस्तै गरी अर्को कुरा गरौँ बी कम्प्लिमेन्ट। अब बी कम्प्लिमेन्ट भन्यौँ भने बी बाहेकको। भनेपछि यो बी वाला बल छ नि यानि कि बी वाला सेट यो चाहिँ रहने भयो। यो बाहेकको सबै पार्ट चाहिँ केमा पर्यो त बी को कम्प्लिमेन्टमा पर्यो। त्यस्तै गरी हामीसँग यहाँ चाहिँ के दिएको छ भने ए युनियन बी को कम्प्लिमेन्ट। अब ए युनियन बी भनेको यो पार्ट, यो पार्ट, यो पार्ट, यो सबै पार्ट हो। अब यो बाहेकको पार्टलाई हामीले ए युनियन बी को कम्प्लिमेन्ट भन्छौँ। यानि कि यो बाहिरको पार्टलाई ए युनियन बी को कम्प्लिमेन्ट। अब मेनली हामीले बुझ्नुपर्ने कुरा चाहिँ सिमेट्रिक डिफरेन्सको हुन्छ। अब सिमेट्रिक डिफरेन्स के त? सिमेट्रिक डिफरेन्स कसरी बुझ्ने? अब सिमेट्रिक डिफरेन्सलाई हामीले यो पार्ट यो 2टा पार्टलाई हामीले सिमेट्रिक डिफरेन्स भनिन्छ। यसमा चाहिँ ए ओन्ली र बी ओन्ली मात्र पर्छ। अब ए ओन्ली भन्नाले ए माइनस बी भइहाल्यो। बी ओन्ली भन्नाले बी माइनस ए भइहाल्यो। त्यही भएर ए माइनस बी युनियन बी माइनस ए लाई हामीले सिमेट्रिक डिफरेन्स भन्न सकिन्छ। अथवा अर्को सिम्पल टर्ममा बुझ्दाखेरि चाहिँ जुन हामीले ए युनियन बी कम्बिनेसन बुझेका थियौँ, त्यो कम्बिनेसनको कमन पार्टलाई हटाएको। यो कम्बिनेसन पुरै कम्बिनेसनमा कमन पार्टलाई घटायो भने के आउँदो रहेछ त सिमेट्रिक डिफरेन्स। अब कसरी बुझ्न सकिन्छ त सिमेट्रिक डिफरेन्स? कम्बिनेसन विथआउट कमन। जस्तै ए को पनि सबै एलिमेन्ट पर्यो, बी को पनि सबै एलिमेन्ट पर्यो। तर जुन सेम एलिमेन्ट थियो नि, त्यो सेम एलिमेन्ट चाहिँ यसमा पर्ने भएन। यति नै हाम्रो सेटको डिस्क्रिप्सन। म चाहिँ अघिनैको जुन सेटको पार्ट थियो त्यसमा कन्टिन्युएसन गर्दैछु। अब सेटमा पनि एउटा इक्जाम्पल सहित हामीले हेर्दैछौँ। हामीलाई यहाँ क्वेसनले भनेको छ इफ यु इक्वल्स 1 2 3 10 मतलब यु भनेको एउटा युनिभर्सल सेट 1 देखि 10 सम्म यानि कि नेचुरल नम्बर दिएको छ। त्यस्तै गरी ए भनेको 1 3 5 7 9 यानि कि हाम्रो अड नम्बर दिएको छ। त्यस्तै गरी बी इक्वल्स 2 3 5 7 यानि कि हामीलाई यहाँ प्राइम नम्बरको सेट दिएको छ। अब यहाँबाट हामीले के पत्ता लगाउनु छ त? सबभन्दा सुरुमा त ए कम्प्लिमेन्ट जुनको बारेमा अघिल्लो भिडियोमा डिस्कस गरिएको थियो। ए बाहेकको एलिमेन्ट। त्यसै गरी बी कम्प्लिमेन्ट यानि कि बी बाहेकको एलिमेन्ट अनि ए कम्प्लिमेन्ट युनियन बी कम्प्लिमेन्ट मतलब युनियन भनेको कम्बिनेसन भन्ने त बुझ्नुहुन्छ नि। त्यही भएर ए कम्प्लिमेन्ट र बी कम्प्लिमेन्टको कम्बिनेसन जुन हामीले ए कम्प्लिमेन्ट र बी कम्प्लिमेन्ट यता निकाल्छौँ, त्यसलाई कम्बाइन गरेर यसमा निकालिनेछ। त्यस्तै गरी ए कम्प्लिमेन्ट इन्टरसेक्सन बी कम्प्लिमेन्ट। अब इन्टरसेक्सन भनेको के थियो त? कमन थियो। त्यही भएर ए इन्टरसेक्सन र बी इन्टरसेक्सनबाट के कमन एलिमेन्ट हुन्छ त्यो हामीले यहाँ पत्ता लगाउँछौँ। त्यस्तै गरी ए युनियन बी को कम्प्लिमेन्ट मतलब ए युनियन बी बाहेकको एलिमेन्ट के छन्? त्यस्तै गरी ए इन्टरसेक्सन बी कम्प्लिमेन्ट मतलब ए इन्टरसेक्सन बी बाहेकको एलिमेन्ट के छन्? अब यो ए डबल कम्प्लिमेन्ट र बी डबल कम्प्लिमेन्टको अर्थ चाहिँ म अहिले बुझाउनेछु। ल सबभन्दा सुरुमा चाहिँ हामी भेन डायग्राम बनाउनुतर्फ लागौँ। हामीलाई के दिएको छ त सेटमा? ए भनेको 1 3 5 7 9 छ।
बी भनेको 2 3 5 7 अनि यहाँबाट यो 3 5 7 र 3 5 7 त कमन एलिमेन्ट छ। अब भेन डायग्राममा के हुन्छ त यो 3 5 7 लाई हामीले अब बिचमा राख्नुपर्ने हुन्छ। त्यस्तै गरी नेक्स्ट हामीलाई के दिएको छ त एमा अब के बाँकी रह्यो 1 र 9 अनि बीमा चाहिँ 2। अब यसलाई हामीले के गर्छौँ त भेन डायग्राममा लेख्नेछौँ 1 र 9 लाई ए तर्फ र 2 लाई चाहिँ बी तर्फ लेख्नेछौँ। त्यस्तै गरी अर्को चाहिँ हामीलाई के भनेको छ त युनिभर्सल सेट पनि दिएको छ। युनिभर्सल सेट चाहिँ 1 देखि 10 सम्मको नम्बर हो। त्यही भएर हामीले के गर्छौँ अब यहाँ जति पनि नम्बरहरू बाँकी रह्यो नि यो भेन डायग्राममा त्यसलाई हामीले अब बाहिरपट्टि राख्नेछौँ। के बच्यो त 4 6 8 10। अब यो हाम्रो भेन डायग्राम कम्प्लिट भएको छ। अब हामी जाऊँ प्रोब्लम सल्भिङ तर्फ। अब सबभन्दा सुरुमा चाहिँ हामीले गिभन कुराहरू लेख्छौँ के दिएको छ क्वेसनमा। अब भेन डायग्रामबाट हेरियो भने यो क्वेसन गर्न धेरै नै सजिलो हुन्छ। सँगसँगै हामीले भेन डायग्राम मात्र नभएर अब लेख्ने प्रोसेस पनि बुझ्नु पर्यो। अब त्यो गर्दा चाहिँ जस्तै सबभन्दा सुरुमा हामीलाई दिएको छ ए कम्प्लिमेन्ट। अब यो निकाल्न धेरै सिम्पल छ। ए कम्प्लिमेन्ट भनेको के हो त? ए बाहेकको एलिमेन्ट। एमा के छ त 1 3 5 7 9 मतलब 1 3 5 7 9 बाहेक जति पनि एलिमेन्ट छ नि जस्तै 2 4 6 8 10 यो यसको पार्ट पर्यो। ए कम्प्लिमेन्टको पार्ट 2 4 6 8 10 जस्तै हामीले एन्सर निकालेको छौँ 2 4 6 8 10। अब यो कसरी आयो त? जस्तै हाम्रो ए कम्प्लिमेन्ट भनेको के हो त? यो बाहिरको टोटल युनिभर्सल सेटमा ए घटायो भने आउँछ। भनेपछि युनिभर्सल सेट देखा 1 देखि 10 सम्मको एलिमेन्ट। त्यसमा 1 3 5 7 9 लाई हटायो भने के बच्छ त? 2 4 6 8 10 यही नै हाम्रो ए कम्प्लिमेन्टको आन्सर हुने भयो। त्यस्तै गरी अर्को दिएको छ बी कम्प्लिमेन्ट। बी कम्प्लिमेन्ट भनेको के बुझ्नु त? बी बाहेकको सबै एलिमेन्ट यानि कि बी बाहेकको सबै एलिमेन्ट के छ त हामीसँग 1 4 6 8 9 10 यो चाहिँ हाम्रो बी कम्प्लिमेन्ट हुने भयो। जस्तै ल्याङ्ग्वेजको फर्ममा अथवा रिटन फर्ममा लेख्नु पर्दा चाहिँ यु माइनस बी भनेर लेखिन्छ। यु भनेको हामीलाई दिएकै छ, बी भनेको पनि दिएकै छ। अब यहाँमध्ये के एलिमेन्ट सेम सेम छ त यो 2 3 5 7 भनेपछि यो लेख्न पाइएन। त्यो भए के बच्यो त 1 4 6 8 9 10 यही नै हाम्रो बी कम्प्लिमेन्टको आन्सर हुने भयो। त्यस्तै गरी नेक्स्ट छ ए कम्प्लिमेन्ट युनियन बी कम्प्लिमेन्ट। अघि नैको क्वेसनमा हामीले के गरेको थियौँ त ए कम्प्लिमेन्ट र बी कम्प्लिमेन्ट निकालेको थियौँ। अब त्यसैको कम्बिनेसन अब यसलाई कम्बाइन गर्ने। ए कम्प्लिमेन्ट पनि हामीलाई थाहा छ, बी कम्प्लिमेन्ट पनि हामीलाई थाहा छ। अब यसलाई कम्बाइन कसरी गर्ने त? मतलब त्यो रिपिटेड नम्बरलाई चाहिँ फेरि लेख्ने होइन। जस्तै 1 छ 1 आयो, 2 आयो, 4 4 अब यो 4 दुईटा छ भने एउटा मात्र लेख्ने। त्यसै गरी 6 8 9 अनि 10 त्यस पछाडि हामीलाई नेक्स्ट दिएको छ ए कम्प्लिमेन्ट इन्टरसेक्सन बी कम्प्लिमेन्ट। ए कम्प्लिमेन्ट भनेको ए बाहेकको हो, बी कम्प्लिमेन्ट भनेको बी बाहेकको। अब इन्टरसेक्सन भनेको त थाहा छँदैछ कमन कुराहरू। अब यहाँमध्ये कमन के छ त 4 छ, 6 छ, 8 छ, 10 छ। यो चाहिँ हाम्रो फाइनल आन्सर हुने भयो। अथवा त्यस्तै गरी हामी बी नम्बरमा जान्छौँ। अब यो क्वेसन धेरै सिम्पल छ। ए युनियन बीको कम्प्लिमेन्ट। अब सिधै हेर्ने भने ए युनियन बी भनेको यो दुईटा सर्कल हो। यो बाहेक हामीसँग के छ त 4 6 8 10 यही नै एन्सर हो। तर रिटन फर्ममा लेख्दाखेरि चाहिँ अब सबभन्दा सुरुमा चाहिँ ए युनियन बी निकाल्नु पर्यो। ए युनियन बीको कम्प्लिमेन्ट निकाल्न। अब ए युनियन बी भनेको के हो त? ए र बीको कम्बिनेसन के आयो त? 1 2 3 5 7 9 अब यसबाट हामीले के निकाल्न सकिन्छ त? ए युनियन बीको कम्प्लिमेन्ट। अब यो ए युनियन बीको कम्प्लिमेन्ट भनेको के त? युनिभर्सल सेटमा ए युनियन बी घटाउने। अब युनिभर्सल सेट त हामीलाई थाहा छँदैछ 1 देखि 10 सम्मको सर्लक एलिमेन्ट परिहाल्यो। अब त्यसमा के घटाउने त? यो अघि आएको ए युनियन बी यानि कि 1 2 3 5 7 9 यसलाई घटाउन साथ हामीसँग के बच्यो त? 4 बच्यो, 6 बच्यो, 8 बच्यो र 10 बच्यो। यो नै हाम्रो फाइनल आन्सर हुनेछ। सिमिलरली हामी VI मा जान्छौँ। यहाँ चाहिँ ए इन्टरसेक्सन बीको कम्प्लिमेन्ट। अब ए इन्टरसेक्सन बी बाहेकको ए इन्टरसेक्सन बी भनेको 3 5 7 भयो। 3 5 7 बाहेक के छ त? 1 2 4 6 8 9 10 यसलाई हामीले लेख्छौँ। अब रिटर्न फर्ममा लेख्दा चाहिँ सबभन्दा सुरुमा ए इन्टरसेक्सन बी निकाल्छौँ 3 5 7 भइहाल्यो। त्यस्तै गरी ए इन्टरसेक्सन बीको कम्प्लिमेन्ट सल्भ गरेर निकाल्छौँ। अब हामी जाऊँ मेन क्वेसनतिर यसको। मेन भन्दा नि अलि टफ टाइपको। अब बुझ्यो भने एकदम इजी नै हो तर कन्सेप्चुअली बुझ्नु पर्यो। जस्तै ए डबल कम्प्लिमेन्ट। ए डबल कम्प्लिमेन्टको अर्थ
ए बाहेकको पनि बाहेकको। जस्तै ए बाहेकको बाहिरका एलिमेन्ट परेको रे। बाहिरको एलिमेन्ट बाहेक के छ त ए नै पर्छ। मतलब ए को डबल कम्प्लिमेन्ट दियो भने आन्सर के रहेछ त ए को आन्सर जे हो त्यही नै आउने हो। अब यसलाई हामीले राम्रोसँग गर्दाखेरि चाहिँ जस्तै ए कम्प्लिमेन्ट हामीले अघि नै निकालिसकेका छौँ। 2, 4, 6, 8, 10 अब युनिभर्सल सेट 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10 मा अघि नै निकालेको ए कम्प्लिमेन्टलाई हटाउनु पर्यो। त्यो गर्दा 1, 3, 5, 7, 9 यानि कि इट्सल्फ ए नै आन्सर आउँछ। त्यस्तै गरी बी कम्प्लिमेन्ट भनेको के आउँछ त? अब बी कम्प्लिमेन्टमा के छ? बीमा के छ? 2, 3, 5, 7 अब बी को डबल कम्प्लिमेन्ट पनि के हुने भयो त? 2, 3, 5, 7 नै हुने भयो। यही नै अब फाइनल आन्सर। अब के बुझ्ने भने जस्तै बी को डबल कम्प्लिमेन्ट भनेको बी बाहेकको पनि बाहेकको। बी बाहेकको त यो बाहिरका सबै परे। अब यो बाहिरका बाहेकको भनेपछि के पर्यो त? बी इट्सल्फै भयो। त्यही भएर बी कै आन्सर हाम्रो बी डबल कम्प्लिमेन्टको आन्सर हुनेछ। यानि कि 2, 3, 5, 7 ओके, थ्याङ्क यू एभ्रिवान। आजको लागि यति नै। अरू कुनै क्वेसनहरू त्यस्तो टफ क्वेसनहरू भएमा तपाईँले हामीलाई कमेन्ट गरेर भन्न सक्नुहुन्छ। सँगसँगै लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।